नमस्कार। आज चाहिँ मैले एकदम महत्त्वपूर्ण भिडियो लिएर आएको छु। धेरैजनाले गुनासो गर्नुभएको हुन्छ, मेरो घातकी बार कुन होला, मैले चाहिँ बार्ने बार कुन होला, मैले लेनदेन गर्न नहुने बार कुन होला भनेर धेरैजनाले गुनासो गर्नुभएको हुन्छ। मैले चाहिँ आज राशि सम्बन्धीको घातक बारको बारेमा हजुरहरूलाई जानकारी दिँदैछु। र घातक बारको दिन चाहिँ कहिल्यै पनि लेनदेन नगर्नु होला है। सकेसम्म लेनदेनै नगर्नुहोस्। यदि केही कसैलाई दिनै परेछ भने केही बाँझो जस्तो केही चिज लिएर मात्र दिनु होला र कुनै नयाँ कामको सुरुवात पनि नगर्नु होला अथवा पुरानो कामको पनि है त्यो घातक बार चाहिँ साइत नगर्नु होला। जस्तै गाडी घोडा किन्दा होस्, कुनै पनि काम गर्दा घातक बारको दिन चाहिँ हजुरहरूले नगर्नु होला कि घातक बार नगरेर अन्य बार चाहिँ हजुरहरूले गर्न सक्नुहुन्छ। अब राम्रोसँग सुन्नुहोस्। जस्तै मेष राशिको लागि चाहिँ घातक बार भनेको आइतबार लाग्छ है। वृष राशिको लागि चाहिँ शनिबार, मिथुन राशिको लागि सोमबार है, कर्कट राशिको लागि बुधबार, सिंह राशिको लागि शनिबार, कन्या राशिको लागि शनिबार, तुला राशिको लागि बिहिबार है, वृश्चिक राशिको लागि शुक्रबार, धनु राशिको लागि शुक्रबार है, मकर राशिको लागि मङ्गलबार, कुम्भ राशिको लागि बिहिबार अनि मीन राशिको लागि शुक्रबार। यी घातक बार हुन् राशि अनुसारका। र कतिपयलाई फेरि जन्मको चौथो घातक बारले पनि पिरिरहेको हुन्छ। जस्तै मैले इक्जाम्पल दिएँ, कोही आइतबार जन्मिनु भयो भने आइत सोम मङ्गल बुधबार पर्यो भने जन्मको चौथो घातक बारले पनि पिर्ने गर्छ है। त्यो चाहिँ जन्मको चौथो बारको घातक बार चाहिँ हजुरहरूले आफै गेस गर्ने हो। मलाई अप्ठ्यारो परे जस्तो पिरे जस्तो लागेको छ कि नै भनेर आफै हजुरहरूले महसुस गरेर बार्ने बार हो है। अनि यो राशिको घातक बार चाहिँ अनिवार्य रूपमा हजुरहरूले बार्नै पर्ने हुन्छ है। अब अन्य कुराको लागि पनि मैले भिडियो ल्याउँदै राखौँला है। अहिलेलाई मैले यति जानकारी बनाएँ। नमस्ते। यो चाहिँ अत्यन्तै महत्त्वपूर्ण कुरा छ, राम्रोसँग ख्याल गरेर सुन्नु होला है।